हेलो एभ्रिवान, आज चाहिँ हामी बुढाबुढी गदावरी रोप्दैछौँ। यहाँ मेरो श्रीमानज्यूले चाहिँ मल बनाउँदैछ। यो मल चाहिँ अघि मैले बोकेको जङ्गली मल छ, माटो र गाईको मल मिक्स गरेर उहाँले चाहिँ मजाले दिनु हुँदैछ। अनि यहाँ छ बीको बोट, यो मेरै बुढोले रोपेको यत्रो भएको छ। यहाँ त फल्दैन छ, तर यो बोटमा के भएर पुरा किरा लाग्न थालेछ। यो बोटको त कति खायौँ हामीले टिपेर। यो चाहिँ ठुलो खालके बिन, यो पनि निकै फल्यो।